सुपा देउराली मन्दिर केवल एउटा धार्मिक स्थल मात्र नभई प्रेम, धोका र आस्थाको अद्भुत संगम हो। यसको इतिहास निकै पुरानो छ, जुन एउटी बेहुलीको दुखद कथासँग जोडिएको छ। भनिन्छ विवाहपछि घर फर्कदै गरेकी बेहुलीले जातको विषयलाई लिएर विवाद भएपछि आत्महत्या गरेकी थिइन् र त्यसैको भोलिपल्टदेखि गाउँमा विभिन्न रोग व्याधि फैलिएको विश्वास गरिन्छ। पछि झाँक्रीले मृत राजकुमारी देवीको रूपमा प्रकट भएको बताएपछि गाउँलेले उनलाई पुज्न थाले। अर्को जनविश्वास अनुसार मनले मागेको वर यहाँ पूरा हुन्छ। विशेष गरी लाहुरेहरूले यात्रा सफल बनाउन यहाँ प्रार्थना गर्छन्। यदि लाहुरेले सकुशल घर फर्किएमा सुनको सिक्री चढाउने भाकल गरेको, पछि फर्किन धोका दिएकाले देवीले उनलाई ढुङ्गामा टाँसिदिएको कथा पनि छ, जुन आकृति अहिले पनि देख्न सकिन्छ। मन्दिर परिसरमा माग्ने वरको एउटा विशेष चलन छ, जहाँ ढुङ्गामा भगवानको आकृति जस्तो देखेर वर माग्ने गरिन्छ। यसरी माग्दा मागेको वर पूरा हुने जनविश्वासले गर्दा यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। यो मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई यसको प्राकृतिक सुन्दरताले गर्दा पर्यटकीय क्षेत्रको रूपमा पनि विकास हुँदैछ। यसका साथै भक्तजनहरूले दिने दानबाट 2वटा स्थानीय विद्यालयहरूलाई आर्थिक सहयोग पुर्याएको कुराले यस मन्दिरको सामाजिक महत्त्वलाई पनि प्रष्ट पारेको छ। Oh